यहीँ घरमुनिको भेन्डिङ मेसिनबाट झिको खाए यत्रो धेरै खाँदा खाँदा हेर त यही क्यानमा मात्र यही पेप्सीमा मात्र कति गयो होला यही क्यानको पेप्सीमा मात्र यहाँको जिदो आम्बाकीबाट मात्र कामको जिदो आम्बाकीबाट झन् त्यति पेप्सी होइन। अनि यता कोम्बिनीको जुस यताउता रेस्टुरेन्टको जुस यताउता जुसैमा मात्र पैसा त कति गयो होला केटा हेर न यही हेरेर बुझ न पेप्सीमा मात्र भोक लाएर केटा रामेन खाइदिएको नपकाइकन नौमाइलिकन काँच्चै रामेन खाइदिएको केटा दाँत साथ भाँचिरहेको लो कोम्बिनी जान यसो गयो यसो आइहाल्यो फुर्र छेउमै छ बेग्री छ होइन एकदम सुविधाजनक छ के केटा होइन। यता दाल साथीले राखेर गएको थियो होइन बुक गरिरहेको भलको छुट्टिरहेको। सो हे गाइज वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म यसो बरन्डा सफा गर्दैछु होइन। यता अति फोहोर भयो कि अति भन्दा अति फोहोर भयो यहाँ टेक्ने ठाउँै भएन भनेर अनि होइन यसरी यहाँ म बत्तल सत्तल क्यानस्यानहरू उठाउँदैछु। टक्क हेरेको त यहाँ पेप्सी केटा पेप्सीको त यति धेरै क्या यता एक यत्रो ठुलो ब्याग भरि प्लास्टिक भरि त पेप्सी मात्रै भएछ कि केटा आएको छ हेर न अझै टिपेकै होइन यतातिर हल्का छँदैछ होइन यत्रो भरि त पेप्सी मात्रै खाएछु कि मैले। अरू नि कति यता फोहोर त कति होइन उतापट्टि यता प्लास्टिकहरूमा पनि बाँधेर राखेको अब भोलि पर्सितिर फाल्नु पर्ला निकालेर होइन। खाने यहाँ फालिदिने खाने ढोका खोल्ने फालिदिने कि केटा बिस्तारै सुत्यो खा ढोका खोल्यो झ्याल खोल्यो फालिदियो गर्दा यस्तो भइसकेको छ कि केटा हालत होइन। अब हल्का सोझी पनि गर्नु पऱ्यो नि त अब बिस्तारै रुम छोड्ने बेला नि आहा त्यही भएर नयाँ रुममा सर्नेवाला छु कि म होइन। अनि त्यही भएर अहिले चाहिँ हल्का सफा अहिलेबाट गरौँ न भन्ने सोचले म अहिले सफा गर्दैछु केटा। सो गाइस फाइनली मैले पेप्सीको क्यान चाहिँ जम्मा गरिसकेँ होइन। यो 45 लिटरको प्लास्टिकमा यत्रो धेरै आधीभन्दा बढी भोरी जति नै भइसकेछ केटा होइन। यहीँ घरमुनिको भेन्डिङ मेसिनबाट झिको खाए यत्रो धेरै खाँदा हेर त यही क्यानमा मात्र यही पेप्सीमा मात्र कति गयो होला यही क्यानको पेप्सीमा मात्र यहाँको जिदो आम्बाकीबाट मात्र कामको जिदो आम्बाकीबाट झन् त्यति पेप्सी होइन। अनि यता कोम्बिनीको जुस यताउता रेस्टुरेन्टको जुस यताउता जुसैमा मात्र पैसा त कति गयो होला केटा हेर न यही हेरेर बुझ न पेप्सीमा मात्र। अरू कहिले मोन्स्टर ड्रिङ्क भन्नु कहिले यता भनौँ कहिले उता भनौँ होइन खाँदा अरू कोक भनौँ पेप्सी त छुट्टै हो कोक मैले सुपाबाट नि त्यति नै आउँछ यो त भेन्डिङ मेसिनको पेप्सी मात्र हो केटा है। बोतल उठाउँदा भोक लाग्यो केटा थोरै यो बदाम थियो पिरो खालको बदाम सुपाबाट ल्याएको यस्तो पिरो बदाम थियो क्या केटा होइन। यो पिरो बदाम थोरै खाइदिनु पऱ्यो चट्ट लाएर तलको धुलोहरू त खट्रै पिरो क्या केटा हो। त्यहाँमाथि केटा यो दाँत भाँचेर बङ्गालाको चलाउन नमिलेर या जुरो काटेर पोतारेर के त्यो भाँचेको उस हुन्छ नि त्यो तिखारिन्छ नि त भाँचेसित सेपै मिल्दैन नि त। अनि त्यसैले पोतारेर चबाउन बोल्न नमिलेर हल्का अहिले त बोल्न मिले हिजो कामबाट आएर यति भोक लाएर केटा रामेन खाइदिएको नपकाइकन नौमाइलिकन काँच्चै रामेन खाइदिएको केटा दाँत साथ भाँचिरहेको लो। फेरि अब कुइनी बोमी यताउता भएको फोहोरहरू प्लास्टिकहरू पनि टिप्दिउँ न त होइन। लास्ट फोहोर भयो यार हेर न यता बढाएर यतातिर कुनातिर कप्चारातिर कोचार दियो है खायो यसरी थालो च्याप्प प्लास्टिकमा हाल्नु छैन। फोहोर उठाउने कुरा ल्याएर फोहोर उठाउनु पर्यो यतापट्टि नि यस्तै फोहोर छ केटा हो। यतापट्टि भाडा यस्तै जुठा सधैँको हो क्या मेरो त यो त। यतातिर नि केटा रुमको हालत यस्तो छ होइन गिटार छ त्यहाँ टिस्यु छ यता यस्तो फोहोर किताब कपीको पत्ता ल्याहा फाले है। अब यसलाई पनि यस्तो सोझी गर्नुपर्ने हुन्छ केटा होइन नत्र यहाँ यस्तो लास्ट राखेर कक्रोचहरू आउने उस हुन्छ क्या केटा होइन। आउने सम्भावना धेरै हुन्छ आउने सम्भावना भन्दा नि धेरै नै आइसकेको रुममा कक्रोच होइन त्यो पनि केटा अब राखेर फेरि आउने गर्ने गर्छ नि त। राति सुत्या बेला यहाँ डिस्टर्ब गरेन कक्रोच आहान टोकेन सुई हिँडेन घरि यता यार उठ्यो उसरी छर हाने मारे उठ्यो मारे अर्धा रात बिच केटा सुत्नै पाइँदैन है। त्यही भएर अहिले चाहिँ म सौजी गर्नु लागिरहेको सोझी भनेको सरसफाइ के त्यहाँको सफाइ गर्दैछु म होइन। जापानिजमा सरसफाइलाई सोझी भन्दो रहेछ केटा होइन। हेर न हेर केटा कक्रोच हेर न मा कसम हेर न यहाँ कक्रोचको बच्चा जन्मेको यस्तरी यो चाहिँ केटा कक्रोच मार्ने स्प्रे होइन यता कक्रोचमा हानिदिएको म चाहिँ अब सर यस्तो भित्ताभरि सबै कक्रोच छ कक्रोच त्यता हेऱ्यो त्यतै कक्रोच छ केटा यता पनि कक्रोच हुनुपर्छ। कक्रोच धन्न यता त रहन्छ अलि हिजो अस्ति सफा गरिरहेको थियो कक्रोच त यता त हानिरहेको थियो केटा त्यही भएर हो औषधि यता हानिरहेको थियो त्यही भएर यता अलि कक्रोच छैन। त्यहाँ चाहिँ सफै गरेको थिएन नि त
त्यहाँ चाहिँ कपडा यस्तरी भिडभाड थियो नि त, गोमी थियो नि त, त्यही भएर चाहिँ त्यहाँ हल्का कक्रोचले बच्चा पारेछ क्या केटा होइन, कक्रोच भएछ। अहिले चाहिँ सफा गरिदियो, औषधि हालेपछि मर्छ अब केटा होइन। हेर न केटा, हेर कक्रोच हेर न केटा, कसम यता हेर यहाँ यहाँ माथि, यता माथि हेर उहाँ हो भित्तामा, कहाँ देखिन्छ यहाँ कक्रोचको आतंक हेर केटा मेरो रुममा, कक्रोचको आतंक मचा नि आतंककारीहरू। पैसा मैले तिर्ने, यहाँ कक्रोचहरूले राज गर्ने भइरहेको केटा मेरो रुममा है। केटा अहिले चाहिँ म यतै दालसाल पखाल्दैछु, फोर्सहरू उठाएँ होइन, कक्रोचलाई यसो औषधि नै हालिदिएँ होइन। यहाँ पछाडि नै रहेछ केटा होइन, यो फ्रिजकै पछाडि यहाँ ओभन माथि नै रहेछ केटा कक्रोचको औषधि होइन। अनि यता अर्को औषधि पनि छ, यो केटा शरीर दुखेको बेला, निन्द्रा नलागेको बेला खाने औषधि हो होइन। त्यही हो केटा। अब दालसाल पखालिसक्यो, अब चट्ट दाल पनि उमालिन्छ होइन। तातो दाल पिउनु पर्यो केटा, हल्का जाडो चिसो भइरहेको मौसम होइन। सो फाइनली गाइस मैले दाल भुटेँ होइन, चट्ट अनि पानी हालिदिएँ। यता चाहिँ लसुन ससुन छ, अदुवा सदुवा, अब अदुवा सदुवा लसुन ससुन यता पिसेर म दालमा हालिदिन्छु होइन थोरै। अनि मिट मसला छ, मिट मसला पनि हालिदिनु पर्ला, मासु बस्छ नि त, दाल मात्रै भए पनि केटा होइन। अनि त्यही भएर म मिट मसला चाहिँ हाल्न जाँदैछु। त्यो अब यसो यो मिक्सी सिक्सी बनाउँछु केटा होइन। अनि त्यसपछि यसो कोम्बिनीतिर जान पर्ला। चट्ट अदुवा र लसुन केटा होइन। यो चाहिँ मिक्सी हो क्या, मैले दाइसोबाट किनेर लिएर आएको होइन। यसले फेरि मानिस चाहिँ सरर यो काटिन्छ कि, भित्र नाइफ पनि छ केटा यो होइन। यहाँ चाहिँ चक्कुहरू छ 3टा। लु जा, जति साह्रो खिच्यो केटा, जति छिटो खिच्यो होइन त्यति राम्रोसँग मसिनो हुन्छ क्या, त्यही भएर। सो गाइस फाइनली मैले अदुवा लसुन काटेर यता दालमा पनि हालिसकेँ होइन। दाल चाहिँ हाम्रो यता हुँदैछ, यसरी पाक्दैछ। यता चाहिँ फोहोर छ कि, त्यही भएर नदेखाएको केटा होइन। यसरी हालेको यता हल्का फोहोर छ, भाँडासाँडा माझेर हल्का पुसपास गर्नुपर्ने छ। त्यो चाहिँ म भोलि या त पर्सि गर्छु होइन। त्यही भएर अहिले चाहिँ म यता हालिसकेँ होइन। दाल चाहिँ कस्तो भइरहेको तपाईँहरूलाई म देखाउँछु होइन। बबाल भइरह होइन, खतरा रातो पिरो हट स्पाइसी बनाइराखौँ म होइन। अब चाहिँ यसो कोम्बिनी जानु पऱ्यो केटा होइन। यसो यहाँ बस्दा झ्याउला यसो कोम्बिनीसँग पुगेर आउँछु। दाल यहाँ उम्लिन्जेल छ होइन, दाल पाक्किन्जेल छ क्या, एकछिन आगोमै छोड्दैछु, पाक्छ नि त मस्त सरर होइन। यता धारो खुल्लै रहेछ केटा, धारो बन्द गरिदिनु पऱ्यो। सो फाइनली गाइज म आफ्नो घर पनि आइसकेँ होइन, कोठामा। अब रुमबाट 1 मिनट पनि लाग्दैन कि त्यहाँ कोम्बिनी जान। यसो गयो, यसो आइहाल्यो, फुर्र छेउमै छ, बेन्ट्री छ होइन। एकदम सुविधाजनक छ क्या केटा होइन। यता
दाल सालले त्यही राखेर गएको थिएँ होइन, बुक 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 गरिरहेको भलको छुट्टिरहेको होइन, पाकिरहेको छ, यसो कम्बिनी पनि पुगेर आउँछु भन्ने सोचेर गएको थिएँ होइन। काम गर्दा बोतल टिप्दा टिप्दा भैँ सफा गर्दा अलि थाक्यो है केटा होइन, दाल पनि पाक्न लागिसकेछ त्यहाँ गएर आउँदासम्म देख्यो नि होइन। त्यही भएर केटा यसो बनाउनु राखेर होइन, अनि चट्ट गएर लिएर आएँ। 1000 रुपियाँ लिएर गएको थिएँ, 1080 रुपियाँ लिएर गएको थिएँ, 500 रुपियाँ मात्र फिर्ता आयो केटा।